सुस्मिता। हेलो म्याम। हाम्रो नेलमा जोइन हुनुभयो कति हप्ता भयो? 2 हप्ता भयो है? हजुर 2 हप्ता भयो। एकदमै राम्रो आर्टहरू बनाउनु भएको छ हैन? धन्यवाद। राम्रो राम्रो बनाउँदै जानु होला। हजुरको अब अझै 1 महिना बाँकी छ। हजुर। है? छिटै टाइम गयो। टाइम गएको राम्रो लाग्यो कि नराम्रो लाग्यो? लागेछ र कति छिटो टाइम गयो। त्यस्तो फिल भइरहेछ हैन? त ठिक छ। हजुरको आर्ट देखाउनु पर्यो मलाई। हाम्रो स्टुडेन्टको वर्क हेर्नु होला, एकदमै राम्रो भएको छ। उहाँहरूले आफैले बनाउनु भएको यो चाहिँ आर्टहरू। यदि हजुरहरू पनि यस्तै आर्टहरू बनाउन चाहनुहुन्छ भने चाहिँ ब्युटी पार्लरमा आएर भिजिट गर्नु होला अनि यहाँनिर आएर सबै कुराहरू सोधेर बुझेर हजुरहरू पनि जोइन गर्न सक्नुहुन्छ। थ्याङ्क यू। हेलो प्रवीणा। हाम्रो आर्टहरू कस्तो भइरहेछ? एकदम धेरै राम्रो। क्लास कस्तो भइरहेछ? एकदम रमाइलो। हाम्रो कति दिन भयो आउनुभएको? हाम्रो 2 हप्ता कम्प्लिट भयो। अब कति बाँकी होला टाइम? अब 1 मन्थ जति होला। कति छिटो गएको थाहा नै नहुने अनि रमाइलो भइरहेछ नि? एकदम धेरै यहाँनिर। अनि रमाइलो मात्रै कि आर्टहरू पनि सिकिराख्नु भएको छ? सिकिरहेको छौँ हामी। दिनमा 10-15 वटा सिकिरहेको हुन्छौँ। है? कस्तो फिल भइरहेछ हजुरलाई? एकदम धेरै एक्साइटेड। है? हजुर। हजुरको आर्ट देखाउनु त। दिनमा टन्नै बनाउनुहुन्छ हजुरहरूले हैन? आर्ट पनि एकदमै राम्रो बनाउनु भएको छ। अझै यस्तै नै राम्रो राम्रो बनाउँदै जानु होला। थ्याङ्क यू सो मच। वेलकम। हेलो सन्जिता। हामी कुन ग्रुपमा हो? दिउँसोको हो? होला ठिक छ। अनि कतिको आर्टहरू बनाइराख्नु भएको छ? दिनमा त्यही 6-7 वटा बनाइराख्नु भएको छ है? हजुरको आर्ट देखाउनु त। कस्तो राम्रो आर्ट बनाउनु भएको छ हैन? हजुरलाई कम्फर्ट फिल भइरहेछ सिक्दाखेरि? भइरहेछ नि? बाछो। हजुर चाहिँ कुन ठाउँबाट आउनु भयो अरे? म हरेकपुरबाट। एकदमै राम्रो बनाउनु भएको छ आर्ट। अझै राम्रो बनाउँदै जानु होला। आशा छ हजुरहरूले एकदमै राम्रो बनाउनुहुन्छ भनेर। थ्याङ्क यू। वेलकम। हेलो भूमिका। हेलो दिदी। अनि हजुरको त अब क्लास लगभग सकिन लाग्यो है? हजुरहरूलाई चाहिँ यहाँ क्लास लिँदाखेरि कस्तो फिल भइरहेछ? हामीले कसरी सिकाउँछौँ यो कुराहरू चाहिँ हजुरले साथीहरूलाई भनिदिनुहुन्छ? हुन्छ। हामीले चाहिँ हजुरहरूलाई कस्तो बिहेभ गर्छौँ र कसरी हामीले क्लासहरू दिन्छौँ यो बारेमा चाहिँ अलिकति स्पष्ट गरिदिनु न। हुन्छ। यहाँनिर एकदमै राम्रो छ। दिदी एकदम फ्रेन्डली हुनुहुन्छ, राम्रोसँग सिकाउनुहुन्छ, एकदम मोटिभेट पनि गर्नुहुन्छ। हजुरहरूले एक दिन सिक्न चाहनुहुन्छ भने आउनु होला। दिदीले एकदम राम्रोसँग सिकाउनुहुन्छ। स्टुडियो भिजिट गरिदिनु होला। थ्याङ्क यू सो मच भूमिका। हजुरको आर्ट देखाउनु त। एकदमै राम्रो बनाउनु भएको छ। वाउ। यस्तै फिनिसिङहरू पनि हजुरहरू पनि सिक्न चाहनुहुन्छ भने चाहिँ आउनु होला। उहाँले भनि नै हाल्नुभयो। थ्याङ्क यू भूमिका।